राजकुमार आफ्ना सबै पितृहरूको उद्धारको कामना गर्दै 1005 रुपैयाँ सहयोग राशि प्रदान गर्नुभएको छ। उहाँको पनि जय जय होस्, कल्याण होस्। यसपालि पिङसिङ रहेनछ नि, पिङसिङ रहेनछ। जिल्ला चितवनबाट आएर युवराज प्रधानज्यूले 505 रुपैयाँ राशि प्रदान गर्नुभएको छ। उहाँको पनि जय होस्, कल्याण होस्। भगवान भोलेनाथले रक्षा गरून्, कल्याण गरून्। हामीलाई यस पावन क्षेत्रमा आएर आफ्नो पितृहरूको उद्धारको कामना गर्दै तस्बिर छाड्दै यस पावन क्षेत्रको वृद्धि विकासको लागि, यस महायज्ञ सम्पन्न गर्नको लागि यहाँहरूले सहयोग गरिरहनु भएको छ। यहाँले गरेको सहयोगप्रति हामी हार्दिक सम्मान व्यक्त गर्न चाहन्छौँ। यहाँहरूको जीवनमा सुख शान्ति समृद्धि आओस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छौँ। र यसै गरेर हामीलाई सङ्घाई नगरपालिका 9बाट माधव सुवेदीज्यूले 105 रुपैयाँ सहयोग गर्नुभएको छ। उहाँको पनि जय होस्, कल्याण होस्। शेरबहादुर कार्की जिल्लाबाट राजोबाट आएर हामीले 155 रुपैयाँ सहयोग गर्नुभएको छ। आफ्नो सम्पूर्ण पितृहरूको उद्धार होस्, पितृहरूको उद्धारको कामना गर्दै उहाँको पनि जय होस्, पितृहरूको उद्धार होस्। यसै गरेर हामीलाई सङ्घाई 9बाट इन्द्रावती राजवंशीज्यूले 105 रुपैयाँ सहयोग गर्नुभएको छ। उहाँको पनि जय होस्, कल्याण होस्। सङ्घाई 9बाट भाइयों थोड़ा बोक्ला कहीं छोड्नु हुँदैन यो बोक्ला अहिले उता तुलसी मुरावती बाल्नुपर्छ यहाँ झुन्याएर बोक्न के गरी बोकेको भैँसियाले हात काट्लास् नि उपर राखेर आउनुपर्छ जानिएन कहिले हुँदैन अलि उठाउनु न झोला छोरे भुइँमा भाइजी बस्छ हुँदैन के बस्ला भिड भयो यता बनाउँछ भगवान भोलेनाथ रक्षा गरौँ कल्याण गरौँ यसै गरेर बनकाई 9 निवासीले प्रसाद चुडाज्यूले 3100 रुपैयाँ सहयोग राशि प्रदान गर्नुभएको छ। उहाँको पनि जय जय होस्, आफ्ना सम्पूर्ण पितृहरूको उद्धार होस्, जीवनमा सुख शान्ति समृद्धि छाओस्। यसै गरेर हामीलाई विभिन्न क्षेत्रबाट आएर यस पावन स्थलीमा आफ्ना पितृहरूको उद्धारको कामना गर्दै सहयोग गरिरहनु भएको छ। यहाँका सम्पूर्ण पितृहरूको उद्धार होस्, मुक्ति होस् भन्ने हामी भगवान भोलेनाथसँग प्रार्थना गर्न चाहन्छौँ। यस पावन भोलेनाथ पार्वतीमा श्रद्धालु भक्तजनहरूलाई हामी हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। झापा जिल्लाको ऐतिहासिक पुरातात्विक महत्त्वको पावन क्षेत्र जहाँ गौरीशङ्कर भगवान विराजमान हुनुहुन्छ। यहाँ ऐतिहासिक झापा जिल्लाको सबैभन्दा पुरानो क्षेत्र पावन क्षेत्र हो यो, जहाँ हामीले दैनिक गुरुराजहरू हुने गर्दछन्, दैनिक भवनहरू हुने गर्दछन्, यहाँ दैनिक खण्ड दीपहरू प्रज्वलित छन्। यहाँ जानु गुरुको सञ्चालनमा छ यसको ऐतिहासिक पावन भूमि। यहाँले यस पावन भूमिमा यहाँ फिकलबाट शाखा बबी श्रेष्ठज्यूले हामीलाई 500 रुपैयाँ सहयोग राशि प्रदान गर्नुभएको छ। उहाँको परिवारमा सुख शान्ति समृद्धि आओस्, आफ्ना पितृहरूको उद्धार होस्, भगवान भोलेनाथले रक्षा गरून्, कल्याण गरून्।
यसरी बेकार नबोल्नुहोस् श्रवण गर्नलाई हामीले विभिन्न माध्यमबाट यहाँ आलोचना गरेका छौँ सामाजिक सञ्जाल संस्थाको केस लगायत निमन्त्रण पत्रहरू हामीलाई आमन्त्रण गरेका छौँ यहाँको उपस्थिति भइरहेको छ हाम्रो आमन्त्रणलाई स्वीकारेर आउनुहुने तमाम सभा सभाको भक्तजनहरूलाई हामी हार्दिक स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। त्यसै गरेर हामीलाई अधिकारी निवासी नाथ कतिवटाले विशेष पार्टी भएर सेवा राशि प्रदान गर्नुभएको छ उहाँको परिचय दिनुहोस् कल्याण होस्। त्यसै गरेर अधिकारी निवासी अमरबहादुर राणाज्यूले 200 रुपैयाँ सेवा राशि प्रदान गर्नुभएको छ उहाँको परिचय दिनुहोस् कल्याण होस्। दुई निवासी तारा चौधरीज्यूले 375 रुपैयाँ सेवा राशि प्रदान गर्नुभएको छ उहाँको परिचय दिनुहोस् कल्याण होस्। त्यसै गरेर हामीलाई समाजसेवालाई हामीले धामको विकासमा ठुलो टेवा पुग्नेछ र भगवान् भोलेनाथको सेवामा ठुलो सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ र